व्यवसायहरूले आफ्नो पैसाको हिसाब किताब कसरी राख्छन् होला? कहिले सोच्नु भएको छ? आज हामी अकाउन्टिङको दुनियाँमा पस्दैछौँ र ती दुई शक्तिशाली औजारहरू लेजर र ट्रायल ब्यालेन्सको बारेमा जान्नेछौँ, जसले कुनै पनि कम्पनीको पुरै वित्तीय कथा बताउँछ। ल, सुरु गरिहालौँ है त। सोचौँ त, यदि कुनै बिजनेस एउटा जिउँदो शरीर हो भने लेजर त्यसको मुटु हो। एकदमै सही कुरा। हरेक सानो ठूलो वित्तीय कारोबार, चाहे त्यो जर्नलमा होस् वा क्यासबुकमा, आखिरमा यही आएर जम्मा हुन्छ। यो त्यो ठाउँ हो जहाँबाट हामी बिजनेसको स्वास्थ्य कस्तो छ भनेर छर्लङ्गै देख्न सक्छौँ। ल, अब लागौँ हाम्रो पहिलो खण्डतिर, लेखाको मुख्य किताब। लेजरलाई एउटा व्यवस्थित दराज जस्तो सम्झिनुस्। बिजनेसमा हुने सबै कारोबारहरू जुन सुरुमा यताउता छरिएर बसेका हुन्छन्, लेजरले तिनीहरूलाई ठिक ठाउँमा सम्बन्धित फाइलमा लगेर राख्छ। जस्तै सबै नगद कारोबार क्याशको फाइलमा अनि सबै खरिद पर्चेसको फाइलमा। यसले गर्दा सबै कुरा एकदमै सफा र व्यवस्थित देखिन्छ। अब यहाँ एउटा साधारण नगद लेजरको उदाहरण हेरौँ। याद गर्नुस् है, जब पैसा भित्रिन्छ, जस्तै पुँजी आयो, त्यो डेबिटतिर गयो, अनि जब पैसा बाहिरिन्छ, जस्तै भाडा तिर्दा, त्यो क्रेडिटतिर गयो। अनि त्यो अन्तिमको ब्यालेन्स कलमले चाहिँ हरेक कारोबारपछि हामीसँग कति पैसा बाँकी छ भनेर देखाउँछ। कति सजिलो होइन त? अब यदि यो काम एक्सेलमा गरिँदैछ भने एउटा एकदमै काम लाग्ने टिप, यो सूत्र त समय बचाउने जादु नै हो। यसले ब्यालेन्स आफै हिसाब गरिदिन्छ, जसको मतलब हातले हिसाब गर्नु परेन अनि गल्ती हुने चान्स पनि एकदमै कम भयो। ओके, अब हाम्रो दोस्रो खण्डमा जाउँ, लेजरमा पोस्टिङ। पोस्टिङ भन्ने शब्द सुन्दा अनि टेक्निकल लाग्न सक्छ, तर डराउनु पर्दैन। यो खासमा जर्नलमा भएको कच्चा जानकारीलाई उठाएर लेजरको सफा र व्यवस्थित घरमा सार्ने प्रक्रिया मात्रै हो। यति नै हो। या हेर्नुहोस् त, कति गजबको कुरा छ। यो डबल एन्ट्री सिस्टमको सुन्दरता हो। जब 5,000 को सामान किनियो, खरिद खातामा 5,000 आयो, मतलब डेबिट भयो। तर त्यही समयमा नगद खाताबाट 5,000 गयो, मतलब क्रेडिट भयो। हरेक एक्सनको इक्वल एन्ड अपोजिट रियाक्सन भने जस्तै अकाउन्टिङमा पनि त्यही नियम लागू हुन्छ। अब पोस्टिङ गरिसकेपछि के गर्ने त? हो, खातालाई ब्यालेन्स गर्ने। हाम्रो तेस्रो खण्ड यही हो, खाता सन्तुलन। ल, अब खाता ब्यालेन्स गर्ने तरिका एकदमै सजिलो छ। जम्मा 3वटा स्टेप्स। पहिलो, डेबिट र क्रेडिट दुवै साइडलाई छुट्टै जोड्ने। दोस्रो, ठूलो जोडबाट सानो जोड घटाउने। र तेस्रो, त्यो आएको फरकलाई जुन साइडमा कम थियो त्यही साइडमा ब्यालेन्स सिडी भनेर लेख्ने। यो सिडीको मतलब क्यारी डाउन हो, अर्थात् अर्को महिना वा अवधिको लागि हिसाब सार्ने। अब जो एक्सेलमा अलि एडभान्स्ड काम गर्न चाहनुहुन्छ, उहाँहरूको लागि एउटा मास्टर फर्मुला छ। यो आई फर्मुलाले आफै पत्ता लगाउँछ कि डेबिट साइड ठूलो छ कि क्रेडिट, अनि ब्यालेन्स पनि आफै हिसाब गरिदिन्छ। यसले त झन् कति धेरै समय बचाउँछ। सबै काम सकियो। अब पालो आयो फाइनल चेकको। हाम्रो चौथो खण्ड, ट्रायल ब्यालेन्स, अर्थात् अन्तिम अङ्कगणितीय जाँच। ल, यत्रो मेहनत गरियो, लेजर बनाइयो, ब्यालेन्स पनि निकाल्यो, तर हिसाब किताब ठ्याक्कै मिल्यो कि मिलेन भनेर कसरी थाहा पाउने? कतै के गल्ती पो भयो कि? यसको जवाब हो ट्रायल ब्यालेन्स। यो अकाउन्टिङको फाइनल रेफरी जस्तै हो। यसले सबै लेजर खाताको अन्तिम ब्यालेन्सलाई एउटै टेबलमा ल्याएर राख्छ। यसको एउटै मात्र मुख्य उद्देश्य हो जम्मा डेबिट र जम्मा क्रेडिट बराबर छ कि छैन भनेर हेर्ने। अब यो स्याम्पल ट्रायल ब्यालेन्सलाई हेरौँ। सामान्यतया सम्पत्ति र खर्चहरूको डेबिट ब्यालेन्स हुन्छ भने आय, पुँजी र दायित्वहरूको क्रेडिट ब्यालेन्स। यी सबै ब्यालेन्सहरू कहाँबाट आयो त? हो, अघि हामीले बनाएको लेजरबाटै त हो नि। र अब द मोमेन्ट अफ ट्रुथ। हेर्नुहोस् त, टोटल डेबिट 15,000, टोटल क्रेडिट पनि 15,000। पर्फेक्ट। जब यो दुईटा मिल्छ नि, तब जुन सन्तुष्टि मिल्छ त्यो बेग्लै हुन्छ। यसको मतलब हाम्रो गणित सही छ। अब यसलाई अझै सजिलो बनाउने एक्सेलको समी फर्मुला छ नि, यसले त लेजर पानाबाट आफै फिगर तानेर ट्रायल ब्यालेन्समा भरिदिन्छ। यसले कामलाई छिटो पनि बनाउँछ र गल्ती रहित पनि। कति सजिलो। तर सधैँ यति सजिलै हिसाब मिल्छ भन्ने हुँदैन हैन, कहिलेकाहीँ मिल्दैन। अब के गर्ने त? हाम्रो अन्तिम खण्ड यही बारेमा छ, त्रुटि जाँच र सुधार। हो, यदि ट्रायल ब्यालेन्स मिलेन भने आत्तिहाल्नु पर्दैन है।
यो प्रब्लम होइन, यो त एउटा अपर्च्युनिटी हो, एक किसिमले डिटेक्टिभ बन्ने मौका हो, गल्ती कहाँ भयो भनेर खोज्ने र आफ्नो हिसाबलाई अझै बलियो बनाउने। ल अब डिटेक्टिभ मोड अन। प्राय गल्ती हुने ठाउँहरू यी हुन्। कतै रकम गलत टाइप भयो कि डेबिटको ठाउँमा क्रेडिट वा क्रेडिटको ठाउँमा डेबिटमा पो हाल्यो कि, अथवा कुनै कारोबारै छुटेको पो छ कि, वा एउटै कारोबार 2 पटक पो पोस्ट भयो कि, यी कुराहरूमा ध्यान दिनुपर्छ। अनि एउटा सबैभन्दा महत्त्वपूर्ण कुरा, अकाउन्टिङ भनेको खाली नम्बर जोड्ने र घटाउने मात्र होइन, यो त बिजनेसको स्टोरी बुझ्ने कुरा हो। हरेक नम्बरको पछाडि एउटा कारण, एउटा तर्क हुन्छ। त्यो किन बुझियो भने कसरी गर्ने भन्ने कुरा आफै सजिलो हुन्छ र गल्ती हुने सम्भावना पनि कम भएर जान्छ। ल त आज हामीले लेजर र ट्रायल ब्यालेन्स बनाएर आफ्नो फाइनान्शियल स्टोरीको एकदमै बलियो जग बसाल्यौं। अब यो जगमाथि घर बनाउने पालो। अर्को पटक हामी यो कथाको सबैभन्दा इन्ट्रेस्टिङ च्याप्टरमा पुग्नेछौँ। आखिर बिजनेसले नाफा कमायो कि घाटा खायो? थाहा पाउनको लागि अर्को अङ्कमा भेटौँला।